नमस्कार। भोलि अर्थात् चैत्र 7 गतेबाट 2081 सालको एसई परीक्षा सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार यस वर्ष 5,14,071 जना विद्यार्थीले भाग लिँदैछन्। यसको लागि राष्ट्रिय परीक्षा बोर्डद्वारा 2079 वटा परीक्षा केन्द्रहरू तोकिएका छन्। यस वर्ष एसई परीक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई अग्रिम शुभकामना प्रदान गर्दछु। साथै आफ्नो अनुभव, आफूले परीक्षा दिँदाको समय कस्तो थियो, मैले आफूले के गल्तीहरू गरेका थिएँ र आज के कुराहरू ती राम्रा थिए नराम्रा थिए भन्ने मेरो केही अनुभवहरू मैले तपाईहरुमाझ साट्न खोजेको छु। त्यो हेरेर तपाईहरुलाई पनि केही टिप्स मिल्न सक्छ, कसरी परीक्षा राम्रो गर्ने, परीक्षामा के नगर्ने। अहिलेसम्म मैले धेरै परीक्षाहरू दिएको छु र परीक्षाको मसँग धेरै नै अनुभवहरू रहेका छन्। आजसम्म मैले परीक्षाहरूमा बटुलेको अनुभव तपाईहरुलाई केही काम लाग्ला भनेर मैले आज तपाईहरुमाझ लिएर आएको छु। पहिलो टिप्स रहेको छ, तपाईहरु कति पनि नआत्तिनुहोस्। एसई परीक्षा तपाईहरुको लाइफको एउटा पहिलो खुड्किला हो। यसपछि पनि तपाईहरुको जिन्दगीमा धेरै नै खुड्किलाहरू आइराख्छन्। हरेक खुड्किलाहरू तपाईले लड्नै पर्ने हुन्छ, हरेक खुड्किलाहरू पास गर्नै पर्ने हुन्छ। तर एसई तपाईहरुको लाइफको चाहिँ पहिलो खुड्किलो हो, यो विशेष हुन्छ। यसलाई विशेष मानेर नै धैर्यताका साथ परीक्षा दिनुहोस्। एसई परीक्षा जिन्दगीको सबै थोक हैन, यो एउटा यात्राको एउटा हिस्सा मात्र हो। अभिभावकहरूले आफ्नो बालबच्चाको क्षमताभन्दा बढी उनीहरूलाई दबाब नदिनु होला, नत्र भने उनीहरूले आफूले गर्न सक्ने भन्दा झनै नराम्रो नतिजा आउन सक्छ। एसईको अङ्कले जिन्दगीमा त्यति ठुलो उथलपुथल ल्याउँदैन, यसले केही फरक पार्न सक्छ, तर तपाईहरुले सोचेको जस्तो ठुलो उथलपुथल आउँदैन। यसपछि नि फेरि धेरै नै यात्राहरू तय गर्नुपर्ने हुनेछ। त्यसले गर्दाखेरि आज अङ्कमा भन्दा बरु व्यावहारिक ज्ञानमा चाहिँ उनीहरूलाई ध्यान गर, व्यावहारिक ज्ञान सिक भनेर उनीहरूलाई सहयोग गर्नुहोस्, उनीहरूलाई हौसला प्रदान गर्नुहोस्। तेस्रो टिप्स रहेको छ, ज्ञान जति बाँडे उति बढ्छ। परीक्षाको बेलामा साथीहरूलाई सहयोग गर्नुहोस्, उनीहरूलाई के आउँदैन त्यो सिकाउन खोज्नुहोस्। किन भन्दा यो समय फेरि फर्केर आउँदैन। केही तपाईले सिकाइदिएका कुराले साथीको जिन्दगी परिवर्तन गर्न पनि सक्छ। आफूले मात्र नम्बर धेरै ल्याउने, साथीले कम ल्याओस् भन्ने सोच राख्नुभन्दा बरु सँगसँगै मिलेर अगाडि बढ्ने सोच राख्नुहोस्। यसले साथीको सर्कल पनि बढाउँछ, साथीलाई सहयोग पनि हुन्छ र तपाईको आफ्नो ज्ञानको दायरा पनि बढ्न जान्छ। जति तपाईले साथीहरूलाई सिकाउनु भयो उति नै तपाईको कन्फिडेन्स लेभल बढ्दै जान्छ। चौथो टिप्स रहेको छ, केही समय अगाडि नै परीक्षा केन्द्र पुग्नुहोस्। आजभोलि त सबै जसो विद्यालयहरूमा यातायातको व्यवस्था रहेको छ, तर पनि कतिपय तराईका जिल्लाहरू तथा पहाडी जिल्लाहरूमा सबै ठाउँमा यातायातका व्यवस्था राम्रोसँग पुगेको छैन। तराईका कतिपय जिल्लाहरूमा साइकलमै विद्यार्थीहरू परीक्षा केन्द्रमा पुग्छन्। त्यसले गर्दाखेरि तपाईहरु केही समय अगाडि नै परीक्षा केन्द्रमा पुग्ने गरी घरबाट हिँड्नुहोस्। कहिलेकाहीँ बाटोमा केही समस्या आइपर्न सक्छ, ताकि त्यो समस्या आए पनि समयमै परीक्षा केन्द्रमा पुग्न सकियोस् भन्ने तरिकाले चाहिँ घरबाट निस्किनुहोस्। यसले गर्दा तपाईहरु आत्तिनुहुन्न, तपाईहरु आनन्दले परीक्षा केन्द्र पुग्न सक्नुहुन्छ र राम्रोसँग परीक्षा दिन सक्नुहुन्छ। पाँचौं टिप्स रहेको छ, चोरेर अङ्क बढी ल्याउन भन्दा आफ्नो क्षमतामा विश्वास गर्नुहोस्। किनभने भविष्यमा तपाईको अङ्कभन्दा तपाईको क्षमता बिग्नेछ। यदि तपाई क्षमतावान हुनुभयो भने जहाँ पनि तपाईले आफ्नो स्थान पाउन सक्नुहुनेछ। मार्कसिट भनेको पछि दराजमा थन्काउने चिज मात्र हुनेछ। त्यसले गर्दाखेरि आफ्नो क्षमतामा विश्वास गर्नुहोस्, आफ्नो क्षमता बढाउन, आफूलाई अब्बल बनाउन सधैँ मेहनत गर्नुहोस्। छैटौं टिप्स रहेको छ, प्रत्येक प्रश्नलाई राम्रोसँग बुझेर मात्र उत्तर दिने बानी गर्नुहोला।
कहिलेकाहीँ महत्त्वपूर्ण सूचनाहरू हतारमा पढ्ने बानीले गर्दाखेरि छुट्न सक्ने हुन्छन्। पछुताउनुभन्दा बरु 1-2 मिनेट ढिलो भएर केही हुँदैन। महत्त्वपूर्ण कुराहरू नछुटोस् भनेर राम्रोसँग प्रश्न पढ्ने बानी गर्नुहोला। यसका साथै घोकेर बढी अङ्क प्राप्त गर्ने बानीभन्दा तथ्यलाई बुझेर पढ्ने बानी बसाल्नुहोस्। यसले गर्दा तपाईँलाई पछि धेरै सजिलो पर्नेछ। कहिलेकाहीँ घोकेको कुरा बिर्सिन सक्छ, तर तपाईँले तथ्यलाई बुझेर पढ्नुभएको छ भने तपाईँले लामो समयसम्म पनि त्यसलाई बिर्सिनुहुन्न। यसले गर्दा तपाईँलाई परीक्षामा पनि सहज बनाउँछ। अन्तिममा फेरि पनि सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई मेरो तर्फबाट शुभकामना। साथै यस वर्ष परीक्षामा सामेल हुने सम्पूर्ण 5,16,000 विद्यार्थीहरू नै उत्तीर्ण भएको खबर सुन्न पाऊँ। सबै विद्यार्थीहरू नआत्तिकिन परीक्षा दिनुहोला। तपाईँहरूको भविष्य उज्जवल हुने नै छ। यो परीक्षा मात्र सबै थोक होइन, त्यसले गर्दा नआत्तिनुहोस्। अल द बेस्ट फर एसई एक्जाम।